Hello everyone, welcome to my new vlog guys. चाबेल चौकमा छौँ हामी। यहाँ छ दुईजना। हामी चाहिँ हैन पशुपति जान लाग्यो आज बत्ती बल्ने दिन हैन। पशुपतिमा आफ्नो आफन्तहरु मरेको उसमा यो बत्ती बल्छ नि हैन गाइस। अनि त्यही भएर हिँडेको अनि उ केटाहरु फोटो खिच्दै अरे। बाबा यो चाहिँ बालिन्साले हालेको लाइट है यो। हामी चाबेल चौकमा छौँ गाइस। ल अहिले पशुपतितिर भेटौँ है त गाइस। मैले एउटा बालिसकेँ हैन। यो सबै यो चाहिँ मैले बालेको हैन। यो जेन्जीहरुको लागि हैन। खोइ अर्को दुईटा बोलाउँछु के म। खोइ निकाल्न त एकछिन म निकाल्छु के। यो आएको छ एकछिन यो जेन्जीहरुको लागि जति पनि भयो हैन। मैले एउटा बाले हैन। अब अर्को पनि एउटा बाल्छु ल। हैन अर्को एउटा बाल्छु। यो पनि जेन्जीहरुकै नाममा है। जति पनि अस्ति अब उसमा मर्यो नि अब सायद भयो अनि त्यसको लागि चाहिँ है मैले अघि एउटा बालिसकेँ अनि अब एउटा बाल्दैछु ल गाइस। ल दामी बल्यो ल। दिदी कति 60 रुपैयाँ भयो नि मेरो 60 भाइले एउटा बाट्नु हो। सबभन्दा बडा पैसा लाग्छ। हेलो एभ्रीवन, यो चाहिँ मेरो पनि तेल भइसक्यो। जति पनि अस्ति नेपाल यो भएको बेला हैन जेन्जीहरुले साइड भइन ल तिनीहरुको लागि है मैले यो चाहिँ अब आज बत्ती बल्ने दिन रहेछ पशुपतिमा। अनि त्यही भएर मैले यो जेन्जीहरुको लागि यो मैले बत्ती बाल्दिएको है गाइस। अघि पनि उता नि दुईटा मैले बाल्दिएँ अनि अहिले एउटा चाहिँ हैन यहाँ बालेर हिँडिरहेको छु। उता बागमतीमा उगार्नुपर्छ अरे अनि त्यही भएर हिँडिरहेको है गाइस। ओ के गर्छ हौ यो यहाँ आइछ न यो जति पनि जेन्जीहरुको लागि है यो गाइस। गाउँको मान्छे अलिकता आएछ बलिरहेछ कहाँदेखि लिएर आएको के गाइस बलिरहेछ के। जति पनि हाम्रो जेन्जीहरु सायद भएको थियो अनि उनीहरुको उसमा है मैले बालेको। यता नि कति पोलिसक्यो के हातमा नि पोलिसक्यो अनि त्यही पनि के गर्नु। जेन्जीहरुको लागि बत्ती बलेकै भयो गाइस। कस्तो पोलिसक्यो। फाइनली गाइस हैन अब यो जेन्जीहरुको लागि मैले बत्ती बलेको हो। ए यो दाइले कता लगेछ के। अब फाइनली अब यतै बागमतीमा पुग्यौँ हैन। बागमती तल बगिरहेछ अनि मैले जेन्जीहरु जति पनि अस्ति सायद भयो नि जेन्जीहरु अनि जेन्जीहरुको लागि चाहिँ मैले बत्ती बल्न लाग्दै गाइस हैन। यहाँ म बागमती पनि आइरहेछ हैन। अनि टक्क कहाँ राख्दिम हो यहाँ राख्दिम है। होइन यहाँ राखिदिन्छु यहाँ। अरूले पनि बालिसकेको रहेछ गाइस हैन। मैले चाहिँ यो जेन्जीहरुको लागि यो हातमा हैन तेल झारेर सबै हैन जेन्जीहरुको लागि गरेको। खोइ दिनु न यो चाहिँ यो जेन्जीहरुको लागि चाहिँ मैले बत्ती बालेको गाइस आज। अब त्यही त हो नि हैन। गाइस ल सकियो गाइस। अहिले कति बजेछ भने ठ्याक्कै 12 बजे 12:02 भएको छ। अनि त्यति बेला जेन्जीहरुको नाममा मैले बत्ती बालेको गाइस। ओके हजुर लाइनमा मान्छे मर्छ।
बत्तीहरू चाहिँ जोगाइदिउँ है सबैजनाले आजको दिन त नि मादिनुहोस् किसरी खचा खचा आजको पशुपतिको यो है